आदरणीय फेसबुक मित्रजन, हामी अहिले थाप्लेको डाँडा बिरालतोलीको गाउँभन्दा यतापट्टिको डाँडा थाप्लेको डाँडाको नजिक छौँ र आज हाम्रो यात्रा मगलसेन अछामदेखि चित्रे पायल चौरपाटी गाउँपालिकाको पायल गाउँको तल खेताडमा चित्रे अथवा त्यहाँ नजिक हामी जान गइरहेका छौँ। अहिले दहेको माथिको जङ्गल सल्लेडी र बिरालतोलीको यतापट्टिको ओह्रालोमा हामी लागिरहेका छौँ। मलाई लाग्छ यो नेपाल सरकारले दिएको 2 दिनको बिदा शनिबार र आइतबारको सदुपयोग गर्नका निम्ति यसलाई के भन्ने निःशुल्क घरेलु पर्यटन प्रवर्धनका निम्ति हाम्रो यात्रा अगाडि बढ्दैछ। मलाई लाग्छ हामीले बिदाको सदुपयोग गर्नुपर्छ। नदी, जङ्गल, पहाड, विभिन्न प्राकृतिक सम्पदाले भरिका क्षेत्रहरूमा हप्तामा 2 दिन छिर्न पायो भने स्वास्थ्यको दृष्टिकोणले निकै उत्तम मानिन्छ। हाम्रो यात्रा जारी छ। यस्तै हो, हेर्नुहोस्, कभी खुसी कभी गम, कहिले मान्छेलाई सुख कहिले दुःख भइरहन्छ। यो प्रकृतिको नियम हो, कहिले मिलन र कहिले बिछोड। यो एउटा सिक्काका 2टा पाटा, टेल र हेड भने जस्तै हामी तपाईहरुको लाइफ पनि कहिले राइजिङ र कहिले फलिङ हुन्छ भन्ने कुरामा हामीले स्वीकार गर्न सक्नुपर्छ। यदि स्वीकार गर्यो भने हाम्रो जीवनको सार्थकता र समयको महत्त्व सबै कुराहरू यसभित्र पर्छन्। किनभने धेरै विषयवस्तुमा हामीले नो क्वेसन, नो जजमेन्ट, नो इन्टरफेरेन्स जस्ता कुराहरूलाई हामीले ख्याल गरेर अगाडि बढ्यो भने हामी निश्चित रूपमा शान्त र सुखी जीवन बिताउन सफल हुन सक्छौँ। त्यसैले मित्रजन, यहाँबाट म तपाईहरुलाई त्यो बुढीगङ्गा यहाँ तल कैलाश अनि त्यताबाट बुढीगङ्गा देखाइरहेको छु, जो निकै हल्का आवाज दिइरहेको छ। त्यहाँभन्दा माथि तपाईँको हाम्रो यो पाइलेको गाउँ हो अनि त्यहाँबाट तल चित्रे भन्ने पर्छ, त्यहाँ पुल पनि छ। त्यहाँ आज हामी पौडी खेल्ने प्लानमा छौँ। त्यो पौडीमा हामीलाई साथ दिनुहुनेछ हाम्रो पाइलको भाउजूले। त्यहाँ खाना पकाउनु हुनेछ र हामी पौडी खेलेर चाहिँ चित्रेमा खाना खाएर बिस्तारै पछि मगलसेनमा फिर्ता हुनेछौँ। अहिलेलाई यात्रा जारी छ। हस्त नमस्कार। आदरणीय साथीहरू, अब हाम्रो यात्रा अलि अगाडि बढेर यो थाप्लेको डाँडाबाट यता दहेको चाहिँ माथिको त्यो सल्लेडी जङ्गल छ नि, त्यसको माथिपट्टिको डाँडामा हामी पुग्दैछौँ। अनि यो अलि सिन चाहिँ निकै राम्रो लाग्यो। तर यो जङ्गलमा आगो चाहिँ लगाएको रहेछ हैन, आगो लगाएको रहेछ। यस्तो आगो लगाउँदाखेरि यी साना त्यो बोटहरू सल्लाहको जो बच्चा बिरुवाहरू छन् नि, हेर्नु त त्यहाँ साना बच्चा बिरुवाहरू छन् तल हरियोवाला, तिनीहरूलाई धेरै क्षति पुगेको छ। यतापट्टि बच्चा बिरुवा हेर्नु त सुकेर। यो तरिकाले आगो लगाउनु भनेको डिफोरेस्टेसन अथवा वृक्षलाई हानि क्षति पुर्याउने काम गर्नु राम्रो होइन। जसले हामीलाई प्रष्ट अक्सिजन दिन्छ, हावा दिन्छ, हाम्रो शरीरलाई चाहिने सास फेराउँछ, त्यही चिजलाई हामीले जलाउने हो भने हामी ज्ञानी कि अज्ञानी भन्ने क्वेसन प्रश्न चिन्ह खडा चाहिँ हाम्रो अगाडि छ। त्यसले गर्दा साथीहरू, म चाहिँ तपाईहरुलाई एकदम स्पष्ट, यो जङ्गल यसरी जलाउने होइन। यो जङ्गल यसरी जलाउने कुरा नितान्त गैर कानुनी, गैर जिम्मेवार, अनागरिक भनौँ कि के भन्नु त्यसलाई हो। अब यस्तो हेर्नु त, यो आगो लगाएर यता फेदहरू सब जलेका छन्। यस्ता राम्रो मुना बिरुवाहरू पुरा जङ्गलमा भए कस्तो हुन्थ्यो। सबै प्रत्येक वर्ष आगो लगाएर
साना साना बिरुवालाई चाहिँ जलाउने काम चाहिँ प्रत्येक वर्ष जारी छ। यो नेपाल प्रहरी नेपालको सेनाले पनि यतातिर ध्यान दिनुपर्छ र राजनीतिक दल सामाजिक अभियन्ता नागरिक समाज विद्यार्थी शिक्षक किसान मजदुर सबै लागेर राष्ट्रिय सम्पदा जङ्गललाई जोगाउनुपर्छ। साना मुना बिरुवाहरूलाई जोगाएर राख्नुपर्छ। भोलिको यो भविष्यको सम्पत्ति पनि हो र अहिले वर्तमानको लागि यो त नितान्त इमर्जेन्ट एउटा कम्पोनेन्ट पनि हो है। र संरक्षण सम्वर्धन र यसको व्यवस्थापनमा इन टाइममा समयमै सोच्नु जरुरी छ। साथीहरु यो सानो पिपलको बोट लगाउनु भएको रहेछ कुन महानुभावले। यसरी बाटो बाटोमा वृक्षारोपण गर्दै जानु भनेको धेरै राम्रो कुरा हो, पवित्र स्वच्छ कुरा हो। यो सल्लाहगाडी हो। यहाँबाट चाहिँ तपाईको सिधै दोभान देखिन्छ। त्यो दोभान भनेको चित्रवन माथितिरको दोभान हो। त्यो चाहिँ साबे जाने बाटो पनि एउटा प्रष्ट देखिन्छ। सेतिलो मार्ग भन्छ यसलाई अछाममा। त्योभन्दा माथि तपाईको पाइलको गाउँ देखिन्छ। हेर्नु त यसरी मैले जुम गरेँ। र जङ्गल अब रलेको गाउँ पनि यही तल पर्छ। रलेको गाउँका केही घरहरू यो माथिल्लो डाँडाबाट अलिअलि देखिन्छ नि। म तपाईलाई देखाउँछु रलेको गाउँ रलेवासी दाजुभाइहरूलाई। यो रलेको गाउँ हेर्नु। रलेको गाउँ निला टिनहरू लगाएर कति दामीसँग चाहिँ बनाएको रहेछ। सम्पदाको ठिक बीचमा हुनुहुन्छ उहाँहरू। वरिपरि जङ्गल छ। कति धेरै राम्रो सुविधा जङ्गलको पानीको होला। रलेको गाउँ है त। अब अगाडि बढ्छौँ हामी अहिले ओह्रालो झर्दैछौँ। ओह्रालोमा अलिअलि सल्लाहको चमर अथवा जसलाई के भन्छ सल्लाहको पात। चमरै होइन सल्लाहको होइन सल्लाहको पात एकदलीय बिरुवाको लागि अलिकति जुत्ता स्लिप हुँदो रहेछ। अलि स्लिप हुने रहेछ। तैपनि हामी पहिला पुरानो जमानामा यस्ता दाबा काटेको ठाउँमा सल्ली चमर भएको ठाउँमा हिँडेको हुनाले अनि त्यत्रो अप्ठ्यारो चाहिँ लागेन। सहज तरिकाले हिँडिरहेको छौँ हामी। त्यसलाई अलि स्लिप होला भन्ने चाहिँ खुल्दुली चाहिँ बढ्छ। त्यसलाई स्लिप नै होला नै भन्ने कुरामा नहोला भन्ने कुरा र होला भन्ने कुरामा दुई यो ग्यारेन्टी चाहिँ केही गर्न सकिन्न। मित्रजन बिस्तारै बर्खाको यो दाबाहरू पनि पलाइरहेछ तपाईको। यस्तो दाबा पहिला हामी भैँसी पाल्दाखेरि दाबा खायो भने भैँसीको दुध एकदम सबभन्दा मिठो हुने भन्ने कुरा हाम्रा बाजेहरू भन्ने गर्थे, बुवाहरू भन्ने गर्थे। त्यो दाबा चाहिँ यहाँ पलाउनु झन्डै चिप्लेको म है। हेर्नु त यसको चाहिँ ग्यारेन्टी कोही लिन सक्दैन। हेर्नु ओह्रालोको अलिकति रमाइलो लिउँ र यसको फोटो पनि मेमोरी राखौँ भनेर मैले बनाएको हो यो। तर हिँड्ने बाटो चाहिँ हामीले पत्ता लगाउन सकेका छैन। हेर्नुहोस् हामी अलि अनकन्टारमा बाटोविहीन अवस्थामा पुगेको फिल चाहिँ भएको छ। तर पनि साना साना पहुँच्याउने बाटाहरू चाहिँ छन्। ती बाटालाई हामी पछ्याउँदै मूल बाटोको खोजीमा छौँ। यस्तै हेर्नुहोस् नयाँ ठाउँमा आएपछि बाटो भन्ने कुरा आफै बनाउने हो र आफै खोज्ने हो र डेस्टिनेसन आफै पत्ता लगाउने हो। विशेष स्किलहरू पनि चाहिन्छ, पुरानो अनुभव। त्यत्तिको अन्धाधुन्दा चाहिँ हिँड्यो भने पनि एक्सिडेन्टल पोसिबिलिटीहरू रहन्छन्। त्यसबाट हामी बच्नुको लागि हामीले अलि ठिकठाक तरिकाले हिँड्नुपर्छ साथीहरु है।
यसरी हामीले शुक्रबार र शनिबारमा जसरी पनि घुम्ने प्लान गरेका छौँ। शुक्र र शनिबारलाई सदुपयोग गरेर कहिले ओह्राली, कहिले उकाली, कहिले लेकतिरको यात्रा हुन्छ हाम्रो भने, कहिले औलतिरको यात्रा हुन्छ। यो दुईवटा यात्राबाट के फाइदा हुन्छ भन्नुहुन्छ भने दुवै ठाउँको हावापानीलाई हामी पिउन सक्छौँ र त्यसमा जिउन सक्छौँ, जिउन पनि सिक्छौँ। झन्डै झन्डै यस्तो यो अलिअलि काटे बाटो जस्तो आछ। यो बाटोको यता जाउँ कि उता जाउँ, यता ओह्रालो छ, यतातिर चाहिँ बाटो जस्तो छ छन् त। तर विशेषज्ञ बाटो यो पनि छैन है, किनभने यो सालका पातहरू त्यस्तै भरिएका छन् यहाँ। हाम्रो यात्रा आज चित्रे चौरपाटी गाउँपालिका पायलको चित्रे फुपूको घरमा विशेष कामको लागि जाँदैछौँ। 2083 साल जेठ 29 गतेको यात्रा, शनिबारको यात्रा हो यो। बाटो अलिकति माथि गयो हेर्नु, बाटोलाई हामीले के गर्ने होला। यहाँ बाटो पत्ता लगाइसक्ने मान्छे पनि हामीसँग छैन खास। 2-3 चोटि ल्याएको मान्छेले पनि बिर्स्यो भनेर सुन्नमा आएछ खबर। के भन्ने यिनीहरूलाई भन्नु त। अहिले ठ्याक्कै रलेको गाउँको तलतिर बडको रुखमा, रोडको तलतिर रहेको बडको रुखमा पुगियो। अब यहाँबाट चित्रे नजिकै छ साथीहरू। रलेभन्दा तलतिर कैलाशको मासतिर दोभानको यतातिर एउटा खेत मजासँग रोपेको भेट्यो। हाम्रो गाउँको डाँडीगेडे चाइराको, कोटको, कुन्टा नाडाको, भम्कोको, उचाल्लेको चाहिँ याद आयो। यति राम्रो बनाएको रहेछ। एकदम दामी आमाको रुख चाहिँ कस्तो छ रलेको तलतिर। अहिले म ठिक चित्रेमा छु। अहिले दही, माछा, सायद खानासँग भात घिउ मिसाएर खाइसकेपछि अब पौडी खेल्न जानको लागि तयारी हुँदैछु। यो हाम्रो पायलको करण कुँवर दाईको छाना हो। छाना र यहाँ चाहिँ पछि खेत रोप्नको लागि बेराटा भन्ने राखेका छन्, पिउहरू, ब्याटहरू राखेका छन्। कति राम्रो रहेछ मैदान, पुरै चित्रेको पुरै खेतहरू यति ठुलो छ, विशाल। धेरै राम्रो फाँट रहेछ। अब बुढीगङ्गा, कैलाशको र बुढीगङ्गा मिसेको यो चित्रेको नदीमा घाटमा चाहिँ घाट खेल्न जानुपर्ने छ। यो चाहिँ हाम्रो करण दाईको छानाहरू यहाँ छन्, गोठानहरू। त्यो पल्लो चाहिँ खाना पकाएर खाने ठाउँ हो। यतापट्टि पराली सुरु भन्ने छ। एकदम सुन्दर ठाउँ छ हेर्नु। यो परको घरहरू फेरि मैले चाहिँ अघि जुम गरेर देखाएको थिएँ, यस्तो तरिकाले देखाइरहेको छु। अत्यन्तै सुन्दर छ। अब यो एउटा मेमोरी 2083 साल जेठ 29 गतेको यो नेपाल सरकारले शनिबार र आइतबार चाहिँ बिदा दिएको उपलक्ष्यमा म शनिबारमा यो चित्रेमा भिजिट गर्न आएको थिएँ। म र मेरो परिवार चन्द्रकला। हामी भाउजूले पनि पाइलबाट चाहिँ घिउ 3 किलो ल्याएर हामीलाई त अहिले उता आफ्नो बेराटा हेर्न जानुभएको छ। उता हेर्नु त जुम गरेर देखाउँछ, बस्नु भएको छ। त्यो बेराटाको ब्याटको नजिक सागहरू पनि रहेछ। साग पनि टिप्दै हुनुहुन्छ उहाँहरू बेलुकाको तरकारीको लागि। अर्ग्यानिक ठाउँ छ। मेरो पुसाइ अहिले लगभग 90 वर्षभन्दा माथिको हुनुभयो। एकदम बलिष्ठ भैँसी गोठालोहरू हुनुहुन्छ। उहाँको जीवन यहीँ
बित्यो। उहाँ चाहिँ सँग भेट आज त हुन सकेन, तर उहाँले लगाएको केराहरू, उहाँले बनाएको बारी खेतहरू सब यही हो। अत्यन्तै सुन्दर ठाउँ छ साथीहरू, कहिलेकाहीँ भिजिट गर्न आउनुहोला आफन्तहरू। सही ठाउँ छ। अहिले हामी ट्र्याक्टरबाट ट्राभल गर्दैछौँ। हामीले पढाएको विद्यार्थी स्टुडेन्टबाट ट्र्याक्टर चलाइरहनु भएको रहेछ। अगाडि खुसी छ। बालुवामा बस्दा आनन्द आउने रहेछ यार। अगाडि बस्दा त हालत आयो त। कस्तो लाग्यो तिमीलाई? राम्रो लाग्यो, चिसो भयो।